So hello, what's up everybody? Welcome back to another video. So स्वागत छ तपाईहरुको नयाँ भिडियोमा। सो आज चाहिँ मेरो बर्थडे छ हैन टक्क पातामा। सो ह्यापी बर्थडे भनेर कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। यो भिडियो चाहिँ म सक्दो आज अपलोड गर्ने छु है। अनि आजको ब्लगको कन्टेन्ट चाहिँ केही छैन, घरमा बस्छु यतिकै हैन। अहिले एकछिन लाइभ बस्छु होला दिउँसोतिर। सो त्यही हो। अनि यहाँ बर्थडे विश डङकाडङ अति नै आइरहेछ। बर्थडे विश टडेङ टडेङ फेसबुकमा। अघि भिडियो बनाउँदै बहिनीको कल आयो। अनि यसो अहिले चाहिँ खानासाना खाएर फ्री भएर भिडियो बनाउँदैछु हैन। सो अहिले चाहिँ घरतिर हड्डी देख्दैछ। सो गाइज भर्खरै अङ्कितलाई लिएर आइसकेँ हैन। अनि मैले अघि फोन नै लगेको चार्जै थिएन। सो यो कसरी यो भन्नु यसलाई चाहिँ यसरी चिन्छ त। सो यो आइफोनबाट चाहिँ लास्ट भ्लग्स हुनसक्छ है गाइज। त्यही हो। आज भ्लग चल्दा जस्तो छैन गाइज, भर्खरै नुहाएर आएको है। अनि यहाँ चाहिँ म खाना सब्जी पकाउँदैछु। त्यही हो। अझै टक्कै पारामा खाना सब्जी पकाएर भेट्छ ल। अहिले राति हामी कहाँ जान्छौँ थाहा छैन। त्यही हो गाइज। आज चाहिँ भ्लग्स अपलोड गर्न पाइनँ किनभने भ्लग्स चाहिँ पुगेको थिएन, कन्टेन्टै होइन। सो त्यही भएर हालिनँ। त्यही हो। दिउँसोभरि चार्जै छैन आइफोनको। सो हेलो व्हाट्सअप। अब भिडियो कन्टिन्यू गर्नुपर्ने हुन्छ। अब त्यही हो। बर्थडे कस्तो लाग्यो? बर्थडे ट्रिट सिमी पापडी खुवाएर अहिले। अब के भन्नु। यता चाहिँ मम्मीहरू हुन्छ, भाइ यता बेच्दिनँ रहेछ नि। अनि त्यही त्यो टिने छ नि त, यति नै छ भन्छ। अन्डर एज छ क्या, त्यही भएर त्यो बनाउँदैन क्या अन्डर एजको। त्यही हुन्छ अरू। सो हेलो गाइस, नयाँ आइफोनबाट चाहिँ यहाँ ब्लग सुन्दैछ है। ब्लग सुट कस्तो देखिरहेको छ क्वालिटी यसो कमेन्ट बक्समा लेखिदिनु होला। आफ्नो प्रतिक्रियाहरू लेख्नु होला। यसो वात्तै के भन्छ अरे ला क्वालिटी बढेको देख्दाखेरि तपाईँलाई अचम्म लागिरहेको होला। तर यो आइफोन हो, आइफोन 14 हो। सो गाइस जुन हेर्नु सक्नुहुन्छ, जुन केरी टाढासम्मको देख्दै रहेछ 14 ले। खुसी लाग्यो। टाढा हो नि 0x गर्नुभयो भने त देखिहाल्नु 015। सो हेलो गाइस, अब चाहिँ ठक्क पारामा होइन लुगासुगा लगाइसक्यो। अनि जुत्ता लाउँदैछु होइन। त्यही हो। अनि यो यता छ। अनि अब चल्नु लागेको गाइस, चलेको ल बस्न भेट्यौँ अब दाहिने पछि। सो गाइस देख्न सक्नुहुनेछ मौसम खुल्ला ठक्क पारामा दामी छ मौसम चाहिँ यतिखेर। अनि यो र म चल्दैको। अरू बेला राति हुन्थ्यो भने अहिले चाहिँ उज्यालो छ ठक्क पारामा। त्यही हो। पानी बल्ल रोयो, अघिसम्म पानी परिरहेको थियो। सो बादल देख्न सक्नुहुनेछ, कालो बादल छ है। त्यही हो गाइस, हामी चल्दैको धरानतर्फ। धराने सहर के नेम के आई डोन्ट नो। गाइस बस चाहिँ भेटेन, सफारीमै भए पनि जानु पऱ्यो। बस चाहिँ उयो भएछ क्या, त्यहाँ बसिरहेको छ। त्यही भएर अहिले चाहिँ सफारीमै जानु पऱ्यो। त्यही हो गाइस। यतापट्टि अङ्कित छ, के भन्नुहुन्छ? यहाँ चाहिँ हामी उयो भजन सुन्दै जाँदैछौँ, मन्त्र। त्यही हो गाइस। अहिले बसमा चढेर देखाउँछु ल। अब सफारीमा चढेँ, बसै पाएन। अब मोडदेखि पाउँछ क्या बसहरू। त्यही हो गाइस। अब चाहिँ ब्याकग्राउन्ड देख्छ मात्रा छ चलेको ल गाइस। गाइस देख्न सक्नुहुन्छ मौसम चाहिँ क्या दामी खुलेको छ। यो ठक्क हिँडिरहेको छ। त्यही हो गाइस। 0.5 मा आउनु। सो त्यही हो गाइस। अब चाहिँ ठक्क पारामा चल्नु लागेको। अनि हिँड्न त्यताबाट। सो गाइस अब चाहिँ चल्नु लागेको। हामी चाहिँ आइसकेको छौँ यता मोडतिर होइन। मोडतिर देख्न सक्नुहुन्छ यसै। अनि बस चाहिँ पकिरहेको छ। बस कुदेको देखिरहेको छु। कलेजको कुदेपछि कुदिहाल्छ नि, त्यो टाढाको हो क्या, बिचमातिरको हो क्या, बुझिनुहोस् त। त्यही हो गाइस, हामी चाहिँ चल्नु लागेको छौँ बसमा। अब स्यामसुङ
अनि मेरो बहिनी काम गर्ने अफिस यहीँ अगाडि रहेछ त्यही हो अब चाहिँ मोड आइसक्यौँ देख्न सक्नुहुन्छ बिहान बिहानको भ्यू कडाइ छ जुवा निन्द्रा लागेको छ हौ के निन्द्रामा बस चढ्ने बित्तिकै निन्द्रा आउँदो अब चलि नै पर्ने हुन्छ मोए 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 हेरो आकाश उज्यालो यता हाम्रो दुलारी मोडको होइन यो के भन्छ अरे दामी होइन अरे यो धरहरा छ है गाइस धरहरा देखि सक्नुहुन्छ क्यामेरा छ चेक पोइन्टहरू छ त्यो मोडमा के हलचल भयो भने चेक गर्छ अनि घाम झुल्किन लागेको छ है घाम झुल्केपछि चाहिँ मजै आउँछ कपाल कस्तो देखिरहेको होला कपाल चेक गरेको हातै गर्नु देखिसक्नुहुनेछ अब यसो मौसम त ब्यागले गरेर हातै गराइरहेको छ आयो नि 50 रुपिस टिपेर पाउँदैन मैले लास्ट टाइम सोध्नु चप्पा गइसक्यो त्यही हो गाइस यस्तो छ कौवाहरू इटाचीको कौवाहरू एउटालाई माऱ्यो भने सबै आउँछ के लाग्छ गाई चाहिँ दिएर चाहिँ बस चढिसकेको छौँ तेरो के हो पहिला त्यही निस्किन मोबाइल रिजमै हालेको थियो मेरो एक्सको घर युट्युबमा हाल मेरो एक्सको गाउँ यार मगर्नी त मैले कलेज लाइफ भयो कलेजमा सबलाई सुनाएको थिएँ यार गर्लफ्रेन्ड छ भनेर सबलाई सुनाएको थिएँ मेरो ड्रिम बाइक पनि छ यहाँ डान्स सेन्टर बाँकी क्या यसको थाहा छैन तर एउटा दाइले कस्तो दामी आएको छ यार कस्तो दामी आएको यार यो मेरो त पेटमा दुख्नु थाल्यो यसलाई चाहिँ पिसाब आएर तनाव छ होइन यो उल्लाबारी आइगयो नि अलिक उल्लाबारी आइगयो उल्लाबारी यहाँबाट लिएको थिएँ अरे मोबाइलबाट लास्ट टाइम आगो लागेको ठाउँ चाहिँ यहाँ रहेछ इटेरीको होइन गाइज देखिन सक्नुहुन्छ भाइरल थियो नि इटरी आइसक्यो इटरीको चोक इटरीको लाफा ब्रो छ नि यहाँ ट्राफिक दायर जाओ गाइज धरान चाहिँ आइसक्यो होइन धरानको यस्तै छ भनौँ न बस पार्क भिडै भिड छ अनि यहाँ क्लक टावर देख्न सक्नुहुन्छ धरानको क्लक टावर घर भन्छ क्लक टावर है गाइस क्लक टावर for you
सरी ट्राफिक पनि बस्दो रहेछ गाइस चल्दैन यहाँ नो पहाड चेक चेक माइक चेक कस्तो अप्ठ्यारो लाग्यो यार हामी चाहिँ अब निक्लिसकेको बसबाट सो देखिसक्नुहुनेछ फाइनली धरान आयो हेर्ने तलमा बाटो के हो यार यो यहाँ के भइरहेको रहेछ गाइस के हो यार रामायण मतलब भानुभक्त आएको थियो अङ्कित ओइ के गर्छ यार मान्छेहरू सिटीको मान्छेहरू कति ढिलो हुने हो घरमा मारी पठाउने किन ढिलो किन त्यहाँ गएको जेब्रा क्रसिङमा ट्राफिक लाइट छ रुल फलो गरिदिएको नि त न ट्राफिक लाइट होस् न गाडीले तँलाई ट्राफिक लाइटमा रोकोस् ए त्यो जेब्रा क्रसिङमा रोक्दैन त जेब्रा क्रसिङ किन गएर मान्छे हुनलाई होइन हो कि तर रोक्दैन त अनि गाडी नै रोक्दैन त के गर्ने त्यो अर्थै भएन त्यहाँनिर क्या अनि यहाँ क्लक छ आगे आगे चले अब हम पीछे पीछे आए आपके पास आज हेभन से अब हामी घरमा चप्पल हान्छौँ के हो यार अति छ त यहाँ त लुगाहरू ओइ धरानको मिठाई कस्तो हुन्छ हौ है धरानको मिठाई कस्तो हुन्छ अर्कै अब सर बनाउने खोइ थुप्रोले धरानको मिठाई ल्याइदिए ल भन्दै कान्छी भुकु जान्दैन बेट्टा मट्टुको हातै गयो यार ओ ओ ओ तर्से म तर्से हाम्रो स्टेसन हिँड्दा गाह्रो छ त यसको पछि जाँदैछु म अब अटोमा कति दिन्छ होला छैन ओइ ओइ सबै लाज लागेर अगाडि हिँडेको अति लाज लागेछ यसो लाज लागेछ यार गाइज अति लाज लागेर चाहिँ म भन्दा अगाडि हिँड्दैछ यो घर पुगिहाल्छ तर अटो लागेको रहेन रहेछ भने चाहिँ गाडीले हुन्छ नि पुरै सक्दैन ट्वेन्टीको स्पिडमा हिँडिरहेको छ हामी जाने रुल्स फलो गरेर किट गरिदिनु होला गाइस यो चाहिँ यहाँ चाहिँ के छ ब्रेन छ यार गाइस अटोमा चाहिँ आइसक्यो फाइनली लास्ट गर्ने रहेछ यार धरानमा त हिजो शीतल थियो यता लास्ट गर्ने रहेछ त बिहान बिहानै त 12 बजी पनि यति खेर गर्नु हुँदैन लास्टै गरम गाइस बाटो चाहिँ फेरि खतरा छ है हाम्रोतिर बन्दैछ यहाँ चाहिँ दामी पिच छ अनि जेब्रा क्रसिङ ठाउँमा छ अब हामी क्रस भएर जाँदैछौँ पछाडि चाहिँ देखाउनु पर्ने
लास्ट टाइम धरानको चप्पा चप्पा घुमिएको थियो गाईसँग। फाइनली आइसक्यो। उता बाटो बन्द रहेछ उता। भाग्यमानी हुनु ढोक दिया। नमस्ते। के छ बोइडी? अब स्कुल जानु लागेको। दाँत के भयो? किराले खायो? चक्लेट धेरै खान्छौ तिमी? 10 क्लासमा छौ? 5 बजे। आज बसै आएन म। मलाई त चिन्छ होला। प्रिन्सेस मसँग त छ नि भिडियो। यो भाइ यस्तो लागेन? अनि किन हिँडेको काममा? सुत्नु छोडेर। स्वागत छ। यहाँ आएर न कति